Jameson, praise the Lord, everyone. जय मसी सबैजनालाई अ, जय मसी छ अनि It is a very cold and rainy day in Durban. How is the weather there in Nepal, Pokhara? अनि डरमनमा चाहिँ के भनेदेखि अलिकति पानी परेको छ, चिसो चिसो छ अनि अलिअलि चिसो भएको मौसम छ। अनि नेपालमा पोखरामा चाहिँ कस्तो छ अहिलेको मौसम भनेर सोध्नु भइरहेको छ। Very good to see you all, and thank you for your faithfulness, your consistency. अनि तपाईँहरूलाई देख्दा म धेरै खुसी छु अनि तपाईँहरूलाई धन्यवाद दिँदछु। तपाईँहरूको निरन्तर रूपमा जुन प्रकारको विश्वास योग्यताको साथमा तपाईँहरू अध्ययनमा लागिरहनु भएको छ। We are studying the Elijah anointing. हामी चाहिँ एलियाको अभिषेकको बारेमा अ, सिकिरहेका छौँ। This is a very powerful anointing that we need in the church. यो चाहिँ एकदमै बलियो र सशक्त एउटा अभिषेकको कुरो हो, जुन चाहिँ कुरो चाहिँ मण्डलीलाई एकदमै आवश्यकता नितान्त कुरो हो। And we are currently in part 2, and we'll pick up from question 5. हामी चाहिँ अहिले पार्ट 2 को 5 नम्बरमा पुगेका छौँ अनि आज चाहिँ हामी 5 नम्बरबाट हामी हेर्नेछौँ। And so the question is, what is the significance of Cherith and Zarephath in terms of the Elijah anointing? यो इलाइजाको अभिषेकको बारेमा अनि यो अ, करित र सर्पतको विशेषता चाहिँ के हो भन्ने बारेमा चाहिँ आज हामी विशेष गरिकन छलफल गर्नेछौँ, हेर्नेछौँ। And these locations are found in the text in 1 Kings 17:2. अनि यो चाहिँ यसको बारेमा चाहिँ हामी पहिलो राजा 17 को 2 अध्यायबाट हामी पाउनेछौँ। And we know that Elijah was from Gilead. हामीलाई थाहा छ इलिया चाहिँ अ, गिलादबाट हुनुहुन्छ। And in verse number 8, the Bible says, the word of the Lord came to him and said, arise and go to Zarephath. अनि 8 पदमा गएर हामीले हेऱ्यौँ भनेदेखि चाहिँ एलियालाई चाहिँ नि परमप्रभुको वचन आउँछ र तिमी चाहिँ उठेर सर्पतमा जाऊ भन्नुहुन्छ। And in Zarephath, there is a widow who is going to provide for his needs. अनि सर्पतमा चाहिँ एकजना अ, विधवा स्त्री हुनुहुन्छ, आइमाई हुनुहुन्छ, जसको चाहिँ एउटा आवश्यकता पुरा गर्नको लागि चाहिँ उहाँ गइरहनु भएको छ। And this is why we are talking about these words, Cherith and Zarephath. अनि यी कुराहरू चाहिँ वास्तवमा हामीले किन यो करित र सर्पतको बारेमा हामी किन कुरा गरिरहेको छौँ। So the meanings are given to us. जुन We चाहिँ know यिनीहरूको शब्दको अर्थ हामीलाई दिएको छ। Cherith means separation, यो सर्पत सरी यो करित भनेको चाहिँ छुट्याइएको अथवा अलग हुनु हो। and Zarephath means refining. अनि यो सर्पत भनेको चाहिँ शुद्धिकरण, पवित्रकरण हो। So when we go to verse 2, we see he's going to the brook Cherith. अनि हामी वर्ष के अरे 2 पदमा गएर हामीले हेऱ्यौँ भनेदेखि चाहिँ ऊ चाहिँ भनेदेखि करितको खल्सातिर गइरहेको कुरा हामी देख्दछौँ। And verse 8, we see God is sending him to the widow in Zarephath. अनि 8 पदमा गएर चाहिँ हामी हेऱ्यौँ भनेदेखि एलियालाई चाहिँ नि परमेश्वरले चाहिँ भनेदेखि त्यो सर्पतको विधवा कहाँ पठाइरहनु भएको छ। And all these locations in his journey have significance. अनि यो उहाँको यात्राको क्रममा यो ठाउँहरू चाहिँ भनेदेखि एकदमै महत्त्वपूर्ण महत्त्वपूर्ण ठाउँ हो उहाँ यो यात्राको। They show us the journey of the apostolic prophetic servant of God. अनि यो यात्रा चाहिँ भनेदेखि वास्तवमा एपोस्टोलिक अगमबाडीय एउटा सेवकको यात्राको बारेमा देखाउँदछ। And Cherith means separation. अनि करित भनेको चाहिँ छुट्याएको अथवा अलग हुनु हो।
where God wants to separate our will from His will. परमेश्वरले चाहिँ भनेदेखि हामीलाई हाम्रो अ, इच्छाबाट चाहिँ भनेदेखि उहाँको इच्छाको लागि चाहिँ भनेदेखि हामीलाई अलग गर्नुहुन्छ। He wants us to function from His strength, not our own strength. अनि परमप्रभु चाहनुहुन्छ कि हाम्रो शक्तिद्वारा होइन तर उहाँको शक्तिद्वारा चाहिँ हामीले काम गरेको उहाँ चाहनुहुन्छ। We have to separate from loving the things of this world अनि हामीलाई चाहिँ उहाँले चाहनुहुन्छ कि यो संसारको माया प्रेम यो संसारको कुराहरूबाट हामीले चाहिँ अलग भएको चाहनुहुन्छ। We have to separate from the Adamic nature and live after the nature of Christ. अनि हामी यो संसारमा हुने विभिन्न किसिमको यो एउटा स्वभावहरूबाट चाहिँ अलग भएर ख्रिस्टको स्वभावमा चाहिँ हामी बढ्नु धारण गरेर अगाडि बढ्नु हो। We have to separate from the inaccurate traditions of our fathers. अनि हामी चाहिँ वास्तवमा भनेदेखि हाम्रो बुवाहरूको हाम्रो परम्पराबाट आइरहेको रीतिथितिबाट चाहिँ त्यो जुन चाहिँ खराब कुराहरू छ त्यो कुराहरूबाट चाहिँ हामी अलग भएर हिँड्नु हो। We have to separate to the proceeding word, the life-giving word. अनि हामी चाहिँ भनेदेखि वास्तवमा त्यसको लागि चाहिँ जो चाहिँ भनेदेखि एकदम ताजा मन जसले चाहिँ भनेदेखि हामीलाई सधैँ जीवन दिने वचनको लागि चाहिँ छुट्याएका हौँ। So that is all examples of what cherith, separation is in our lives. अनि यी नै कुरो हुन् कि यो करिबको यो एउटा छुट्याएको कुराहरू चाहिँ एउटा उदाहरणको रूपमा चाहिँ भनेदेखि हाम्रो जीवनमा। And Zarephath means to refine, to purify. अनि सारपतको अर्थ चाहिँ वास्तवमा भन्यो भनेदेखि यो शुद्धिकरण हो, पवित्रकरण हो। When the wheat is crushed, it is refined, it is ready for the use in making bread, baking bread. अनि हामीलाई थाहा छ जब गहुँ काटिन्छ अनि त्यसलाई चाहिँ भनेदेखि निफन्ने कुरा हुन्छ, छुटाउने कुरा हुन्छ, जसलाई चाहिँ भनेदेखि हामी होइन रोटी बनाउने कुरोको लागि चाहिँ त्यो छुटाउँदछौँ। We cannot be used to feed others until we first go through the crushing process, the refining process. जबसम्म हामी त्यसलाई चाहिँ भनेदेखि होइन त्यसलाई छुट्याउने कुराहरू त्यसलाई निफन्ने कुराहरू त्यो बाटो भएर जाँदैनौँ हामी अरूलाई एक कुरा गहुँ चाहिँ भनेदेखि हामी अरूलाई खुवाउन सक्दैनौँ। So we can study these principles and see how God continues to refine us and to separate us from everything that is not His will. अनि हामीले यो कुराहरू यो सिद्धान्तहरू हामीले जान्नु पर्दछ कि परमेश्वरको इच्छा चाहिँ भनेदेखि हामीलाई निरन्तर रूपमा चाहिँ भनेदेखि कसरी चाहिँ भनेदेखि यी सबै कुराहरूबाट हामीलाई अलग पार्न भएको छ भन्ने कुरो थाहा हुनु पर्दछ। And when we submit to His processes, He takes care of everything that we need supernaturally. जब हामी उहाँको यो यस प्रकारको प्रक्रियामा हामी उहाँको अधीनमा रहन्छ भनेदेखि अनि उहाँले चाहिँ भनेदेखि कसरी हामीलाई उहाँको होइन के अरे सुपर नेचुरल उहाँको पवित्रकरणमा चाहिँ कसरी उहाँले हामीलाई लिएर जानुहुन्छ। When Elijah obeyed the word of God and went to the brook Cherith, अनि हामीलाई थाहा छ जब एलिया चाहिँ भनेदेखि परमेश्वरको वचन आयो अनि ऊ आज्ञाकारी भएर चाहिँ त्यो करिबको खोल्सामा गयो। he could drink from the fresh flowing waters and he would eat what the ravens would bring to him supernaturally. अनि हामी त्यहाँ एउटा घटना के देख्छौँ भनेदेखि ऊ चाहिँ त्यस ठाउँमा गएर खोलाको त्यो एकदमै ताजा पानी खाने र अनि त्यहाँ कागहरूले चाहिँ भनेदेखि उसलाई चाहिँ खानेकुराहरूको जोगाड गर्थ्यो। यो चाहिँ भनेदेखि एकदमै के भने ईश्वरीय त्यो तरिकाले एक प्रकारको यो घटना हामी यता देख्दछौँ। When he went to Zarephath, जब उहाँ चाहिँ सर्पतमा जानुभयो God commanded a widow to take care of Elijah's needs. अनि परमेश्वरले चाहिँ भनेदेखि त्यो विधवालाई चाहिँ भनेदेखि आज्ञा गर्नुभयो कि एलियाको होइन हेरचाह गर्न अर्थात् वास्ता गर्नको निम्ति। And the raven is not a bird that will share its food.
यो काग चाहिँ वास्तवमा त्यो खाले चरा चाहिँ होइन जसले चाहिँ भनेदेखि आफ्नो खानेकुरा अरूसँग बाँड्दछ। And in the same way, a widow is not somebody who will have a lot to give us. अनि त्यसरी नै हामीलाई थाहा छ यो विधवा पनि वास्तवमा भनेदेखि जसले चाहिँ भनेदेखि हामीलाई चाहिँ भनेदेखि होइन त्यो प्रशस्त गरिसँग दिन सक्ने अवस्थामा हुन्न। So we understand the principles now of separation, and we understand the principles of refining. अनि हामीले थाहा गर्यौँ कि यो अलग हुनु र शुद्ध र संशोधित पवित्र हुने एउटा सैद्धान्तिक कुराहरू चाहिँ हामीलाई थाहा गर्यौँ। And we were saying that when we submit to these two principles, God provides for our needs supernaturally. जब हामी यी दुईवटा कुराहरूमा चाहिँ यो सैद्धान्तिक कुराहरूमा आफूलाई चाहिँ भने त्यस ठाउँमा अधीनतामा लिएर आउँछ भने परमेश्वरले चाहिँ हामीलाई हाम्रो आवश्यकताहरू चाहिँ भनेदेखि उहाँले अचम्म प्रकारले अलौकिक तरिकाले चाहिँ पुरा गर्नुहुनेछ। Many servants of God do not want to submit to these processes. अनि धेरैजना प्रभुको सेवकहरू चाहिँ भनेदेखि यो प्रक्रियामा आएर आफूलाई चाहिँ भनेदेखि त्यो सेवामा सहभागी हुन चाहन्न। Because these are very painful when it happens in our lives. अब यो चाहिँ वास्तवमा भने त एकदमै दुःखपूर्ण कुरा हुन्छ जब हाम्रो जीवनमा यी कुराहरू हुन्छ भनेदेखि। Because we want to take care of our own needs. किनभनेदेखि हामी हाम्रो आफ्नै आवश्यकताहरूको चाहिँ वास्तवमा वास्ता फिक्रीमा त्यो कुरामा हामी भुलिरहेका हुन्छौँ। We don't want to have to depend on God or any of his servants. अनि हामी चाहिँ भनेदेखि परमेश्वरमा भरोसा गर्दैनौँ र अनि उहाँको कुनै पनि प्रभुको सेवकहरूको माझ पनि हामी त्यो भर पर्दैनौँ। And when we deny depending on him, then we cannot be separated and refined the way he wants us to. अब जब हामी चाहिँ उहाँमा भर पर्ने कुरामा हामी भरोसा गर्दैनौँ भनेदेखि अनि हामी चाहिँ उहाँको त्यो अलग हुने कुरा र शुद्धिकरणमा चाहिँ भनेदेखि हाम्रो जीवनमा लागू हुँदैन। These principles of Cherith and Zarephath are very important. अनि यो करित र सर्पतको यो एउटा सैद्धान्तिक कुरो चाहिँ वास्तवमा एकदमै महत्त्वपूर्ण कुराहरू हुन्। And these are found in part 2, question 5 for our Indian team. इन्डियन टिमको लागि चाहिँ यो कुरोहरू उहाँले बताइरहनु भएको छ जुन चाहिँ हामीले पार्ट 2 को क्वेसन नम्बर 5 बाट चाहिँ हामीले हेरिरहेका छौँ। And we were saying how it's so difficult for servants of the Lord to live from God himself. अनि परमेश्वरको मानिसहरूको लागि चाहिँ भनेदेखि यो यो अवस्था भएर जानको लागि चाहिँ रहनको लागि चाहिँ अलिक गाह्रो अवस्था छ। This is why they try to have some overseas source of income where somebody must pay for all their needs. अनि यसै कारणले चाहिँ कोही मानिसहरू चाहिँ भनेदेखि विदेश जान खोज्छ अनि अरू अरू थुप्रै त्यो स्रोतहरू खोज्दछ ताकि आफ्नो आवश्यकताहरू पुरा गर्न सकोस् भनेर। Because they don't want to submit to the process of God's separating and God's refining. अनि ती सेवकहरू चाहिँ भनेदेखि परमेश्वरले यो परमेश्वरको यो अलग गर्ने र शुद्धिकरण गर्नेको प्रक्रियामा चाहिँ भनेदेखि आफैलाई चाहिँ भनेदेखि भनौँ न त्यस ठाउँमा चाहिँ आफूलाई चाहिँ भनेदेखि लिएर आउन चाहना गर्दैन। The next question, question 6, part 2. अनि अर्को प्रश्न चाहिँ भनेदेखि पार्ट 2 को क्वेसन नम्बर 6 छ। Is what are the two very important criteria अनि दुईवटा महत्त्वपूर्ण चिन्हहरू अर्थात् कुराहरू चाहिँ के हुन् to discern genuine apostolic ministry? ताकि त्यो दुईवटा वास्तवमा त्यो हामीले जान्नुपर्ने दुईवटा अपोस्टोलिक मिनिस्ट्रीको कुराहरू चाहिँ दुईवटा कुराहरू चाहिँ के हुन्। And we read from 1 Kings chapter 17, verses 21 to 24. Please read it in Nepali and in Hindi. ओके
जुन चाहिँ कुरो चाहिँ भनेदेखि दुईवटा होइन जान्नुपर्ने कुराहरू हामीले अपोस्टोलिक मिनिस्ट्रीको अगमबाडी अपोस्टोलिक मिनिस्ट्रीको सेवकाइमा दुईवटा कुरो जान्नुपर्ने कुरो चाहिँ भनेदेखि पहिलो राजा 17को 21 र 22बाट हामी हेर्नेछौँ। तब तिनी तीनपल्ट त्यस बालकमाथि लमतन्न परे र परम प्रभुलाई पारेर भने, हे परम प्रभु मेरा परमेश्वर, फेरि यस बालकको जीवन ममा फर्कोस्। परम प्रभुले एलियाको पुकारा सुन्नुभयो र त्यसको जीवन फर्क्यो र त्यो बाँच्यो। Amen. आमेन। So, whenever you read about a house, we must know that it's talking about the church, the house of God. जब हामीले चाहिँ भनेदेखि चर्चको बारेमा पढ्दैछौँ भनेदेखि वास्तवमा यो चाहिँ भनेदेखि परमेश्वरको घर हो। Even when you see the woman is a picture of the church of God. अब जसै गरी हामीले त्यहाँ एकजना स्त्रीको बारेमा पनि हेर्दै थियौँ, त्यो स्त्री पनि वास्तवमा भन्यो भनेदेखि स्त्रीले पनि केही देखाउँछ भनेदेखि यो परमेश्वरको मण्डलीको कुराहरू देखाउँदछ। And sickness comes to the son that is in this house, and the sickness is there is no breath that is left in him. अनि यो बिरामीको कुराहरू चाहिँ भनेदेखि यस घरमा आउँदछ, किनभनेदेखि त्यो घरमा चाहिँ भनेदेखि अब रोटीको कुराहरू चाहिँ छैन, त्यो घरमा रोटी सकिएको अवस्थामा छ अब। And so there are many people that are in churches all over the world. अनि त्यहाँ धेरै मानिसहरू छ, अर्थात् जो चाहिँ भनेदेखि जसमा यस्ता धेरै मानिसहरू छन् संसारमा, But the Spirit of God, the life of God, is no longer inside of them. तर ती चर्चहरूमा ती मानिसहरूमा चाहिँ भनेदेखि परमेश्वरको आत्मा चाहिँ भनेदेखि अब भनौँ न त्यस प्रकारको परमेश्वरको आत्माहरू चाहिँ हामी भेट्दैनौँ, छैन। They are just doing the same thing over and over again. तिनीहरूले त्यही कुरोहरू दोहोऱ्याइरहेका छन्, घरिघरि जुन कुराहरू तिनीहरूले घरिघरि दोहोऱ्याइरहेका छन्। They are stuck in their rules, in their religion. अनि तिनीहरू चाहिँ उनीहरूको नियम, उनीहरूको होइन धार्मिक सिद्धान्तमा चाहिँ उनीहरू चाहिँ अडिएर रहेको अवस्थामा छ। But they are not led by the Spirit of God, the breath of God. तर तिनीहरू चाहिँ परमेश्वरको आत्माद्वारा चलाइएको छैन, अर्थात् परमेश्वरको त्यो होइन रोटी, परमेश्वरले दिने रोटीद्वारा चाहिँ उनीहरू चलाइएको छैन। And this is how we identify sickness in the church. अनि यो चाहिँ यसरी चाहिँ हामी चाहिँ एकमा मण्डलीको बिरामी अर्थात् मण्डलीको कमजोरी चाहिँ हामी यसरी चाहिँ पहिचान गर्न सक्दछौँ। And only apostolic ministry can bring healing to this problem. अनि मात्र एपोस्टोलिक सेवकाईले चाहिँ भनेदेखि मण्डलीमा यस प्रकारको बिरामी भएको मण्डलीमा चाहिँ भनेदेखि त्यो चङ्गाइको कुराहरू चाहिँ लिएर आउन सक्दछ। And if you look at the details, the woman is a widow. अब हामी यसलाई अलिक विस्तृत रूपले हेरौँ, त्यो स्त्री चाहिँ एउटा विधवा स्त्री हुन्। That means there is no father in the house. There is no spirit of father to raise the son. अब यसको मतलब यो हो कि त्यसको घरमा चाहिँ भनेदेखि बुवा हुनुहुन्न अनि बुवाको आत्मा पनि हुनुहुन्न, ताकि त्यो छोरालाई चाहिँ भनेदेखि त्यस ठाउँबाट चाहिँ उठाउन सकोस्। And this is also a reason why there can be churches that are very big. अनि यो एउटा त्यो पनि एउटा अवस्था हुन सक्दछ, तर चर्च चाहिँ अथवा ठुलो पनि हुन सक्दछ, But they are very big widows' houses. तर तिनीहरू चाहिँ भनेदेखि ठुलो छ, तर तिनीहरू चाहिँ भनेदेखि त्यो विधवाको घरको जस्तै ठुलो अवस्थामा छन्। There is no spirit of the father, त्यस घरमा चाहिँ भनेदेखि होइन परमेश्वरको आत्मा छैन, and the family remain sick and unfruitful. अनि परिवारहरू चाहिँ भनेदेखि बिरामी परेको अवस्था हुन्छ, उनीहरूको चाहिँ जीवनमा चाहिँ फल नलागेको अवस्थामा रहेको हुन्छ। And so Elijah says to the woman, "Give me your son." अनि एलियाले चाहिँ त्यो विडोलाई के भन्छ भनेदेखि तिम्रो छोरा मलाई देऊ। And this is a picture of how the sons in the house, those that are attending the church,
अनि यो चाहिँ एक प्रकारको यस्तो चित्र हो जो चाहिँ भनेदेखि होइन मण्डलीमा चाहिँ भनेदेखि छोराहरू चाहिँ जसरी निरन्तर रूपमा लागिरहेको छन्। They need to have a change in the mantle. They need to be carried by apostolic prophetic grace. अब यी छोराहरूको जीवनमा चाहिँ भनेदेखि त्यो दिमागमा होइन परिवर्तन आएको हुनुपर्छ। उनीहरूले चाहिँ एपोस्टोलिक अनि प्रेरितीय अगमवक्ताको त्यो एउटा अगमबाडी त्यो अनुग्रह चाहिँ भनेदेखि लिएर हिँडेको हुनुपर्दछ। The mother will do the best that she can to take care of the needs of the child. ती आमाले चाहिँ भनेदेखि आफ्नो छोराको लागि चाहिँ भनेदेखि सबैभन्दा उत्तम उपायहरू पनि अप्नाइसकेकी छिन्। But this mothering spirit cannot fix the problem of breathlessness. तपाईँलाई थाहा छ यो आमाको आत्माले चाहिँ भनेदेखि वास्तवमा यो समस्या अथवा छोराको समस्या मण्डलीको समस्यालाई चाहिँ भनेदेखि निराकरण गर्न सक्दैन। When we talk about mothering in the church, जब हामी आमाको बारेमा चाहिँ मण्डलीमा कुरा गर्दछौँ भनेदेखि we understand that mothers are very caring. हामीलाई थाहा छ आमा चाहिँ भनेदेखि एकदमै माया गर्ने वास्ता गर्ने हुन्छन्। They are very sensitive to the feelings of the child and the needs of the child. अनि उनीहरू चाहिँ भनेदेखि छोराछोरीहरूको आवश्यकता उनीहरूको मनको कुराहरूको लागि चाहिँ चाहना कुराहरूको लागि एकदमै भनौँ न उनीहरू एकदमै गहिरो प्रकारको चाहिँ भनेदेखि वास्ता र फिक्री गर्दछन्। They will run to attend to every cry of the child. अनि आमा चाहिँ भनेदेखि छोराछोरीको त्यो उनीहरूले मागेको अथवा उनीहरूले रोएको कुराहरू पुरा गर्नको लागि चाहिँ भनेदेखि सक्दो उसले चाहिँ प्रयास गर्छन्। And there are churches where the pastors will spend all their time going from house to house, praying for every need. अनि मण्डलीमा पनि त्यसरी नै हामीले हेऱ्यौँ भनेदेखि पास्टर चाहिँ भनेदेखि होइन घर घर जाने अनि गएर यस प्रकारले प्रार्थनाहरू गरिदिने उनीहरूको आवश्यकताको लागि। The pastor has to do counseling every week. अनि पास्टरले चाहिँ हरेक हप्ता उनीहरूलाई चाहिँ सान्त्वना दिने सरसल्लाह दिने गर्छ। He has to fix every problem in the family. अनि परिवारमा भएको हरेक समस्याहरूको समाधान गर्ने गर्दछ। This is not how apostolic churches function. तर वास्तवमा प्रेरितीय सेवकाई चाहिँ भनेदेखि अथवा मण्डली चाहिँ भनेदेखि यस प्रकारले चाहिँ भनेदेखि सेवकाई गर्दैन। That's how a widow's house functions. अनि यो प्रकारको घर अथवा सेवकाई चाहिँ भनेदेखि त्यो विधवाको घर अथवा विधवाले गर्ने आफ्नो छोरालाई गर्ने क्रियाकलाप जस्तै हो। So as soon as Elijah receives the son, अनि जसै गरी हामीले देख्दैछौँ एलियाले त्यो विधवाको छोरालाई चाहिँ भनेदेखि लियो। he carries him to the upper room. उसले चाहिँ भनेदेखि त्यो छोरालाई चाहिँ माथिल्लो तलामा लिएर गयो। And the upper room is a picture of where the Holy Spirit came in the book of Acts, chapter 2. अनि हामीलाई थाहा छ माथिल्लो तला भनेको चाहिँ त्यो यस्तो ठाउँ हो जहाँ चाहिँ भनेदेखि पेन्टिकसको दिनमा हामी होइन प्रेरित 2 अध्यायमा हामीले पाउँदछौँ जहाँ चाहिँ भनेदेखि पवित्र आत्मा आएको कुराहरू। And he places the child upon his bed. अनि उसले चाहिँ त्यो छोरालाई त्यो बच्चालाई चाहिँ भनेदेखि ओछ्यानमा सुतायो। Where it's a picture of coming into the rest of the Lord. अनि यो चाहिँ एक प्रकारको चित्र हो कि परमेश्वरको चाहिँ आराम चाहिँ भनेदेखि त्यस ठाउँमा आउँदैछ। Where we don't have to go through life toiling by the sweat of our brow. अनि हामी चाहिँ भनेदेखि sorry Pastor Sasson, I couldn't catch this. We don't have to work by the sweat of our forehead, ओके by sweating. हामीले चाहिँ भनेदेखि हाम्रो मेहनत हाम्रो पसिनाले चाहिँ भनेदेखि काम गर्ने होइन। But we come to the place where we learn how to connect with divine provision
for our every need. अनि हामीले चाहिँ त्यो ठाउँमा आएपछि चाहिँ भनेदेखि हामीलाई थाहा हुनुपर्छ कसरी चाहिँ भनेदेखि परमेश्वरको त्यो ईश्वरीय त्यो कुराहरू चाहिँ भनेदेखि त्यस ठाउँमा चाहिँ भनेदेखि समावेश हुन आउँछ, अर्थात् त्यस ठाउँमा के हुन्छ कनेक्सनमा आउन सक्दछ। And so Elijah stretches himself out upon the child. अनि एलिया चाहिँ भनेदेखि त्यो बालकमाथि चाहिँ भनेदेखि लमतन्न परेर सुत्दछ। It's a picture of being face to face, eye to eye, ear to ear, mouth to mouth. अनि यो चाहिँ एउटा यस्तो पिक्चर हो जुन चाहिँ भनेदेखि होइन फेस टु फेस अनुहार अनुहार हेर्ने, आँखाले आँखाले हेर्ने होइन, अनि मुखको मुख नाकको नाक यसरी हेर्ने कुरो हो। That you start to see through the eyes of this new season, you start to discern what God is saying now in a new day. अनि यो चाहिँ एक प्रकारले त्यो आँखाले चाहिँ होइन अहिलेको सिजनमा चाहिँ भनेदेखि होइन परमेश्वरले यी दिनहरूमा चाहिँ के भन्न लागिरहेको छ भन्ने कुराहरू चाहिँ त्यो डिसर्निङ गर्ने, त्यो छुट्याउन सक्ने, थाहा गर्न सक्ने कुरोहरू हो। That your hearing becomes sharp to hear the speakings of God. तपाईँको त्यो सुन्ने शक्ति चाहिँ भनेदेखि एकदमै अब छिटो हुन सक्दछ कि परमेश्वरले के कुरोहरू बोलिरहनु भएको छ भनेर। And whereas the church was once cold and there was no fire of God, no warmth and love left, अनि त्यहाँ यस्ता खाले चर्चहरू पनि जो चाहिँ भनेदेखि चिसो छन्, त्यहाँ आगोहरू छैन होइन, भनौँ त्यहाँ माया प्रीतिका कुराहरू छैन, एकले अर्कालाई वास्ता गर्ने कुराहरू छैन। death leaves, and the warmth from the body of Elijah, the apostolic prophetic anointing, brings revival to the house. अनि यो हामीले त्यहाँ देख्दछौँ के छ भने त्यो बालकको जीवनमा चाहिँ त्यो मृत्युको कुराहरू चाहिँ भनेदेखि हटेर जाँदछ, अनि परमेश्वरको अथवा एलियाको त्यो अभिषिक्तका कुराहरू चाहिँ भनेदेखि त्यहाँ हामी त्यो बालकको जीवनमा चाहिँ देख्दछौँ। Verse 22 of 1 Kings 17. Let's read it again. 22 पदलाई चाहिँ हामी यसरी हेर्नेछौँ। परमप्रभुले एलियाको पुकारा सुन्नुभयो र त्यसमा जीवन फर्क्यो र त्यो बाँच्यो। Revival comes when the voice of Elijah enters the house. अब यस प्रकारको परिवर्तन चाहिँ आउँदछ होइन, जुन प्रकारले चाहिँ भनेदेखि एलियाले चाहिँ भनेदेखि होइन एलियाका आवाज चाहिँ भनेदेखि जब त्यो भनौँ न उसले बोलेको घोषणाको कुराहरू त्यस घरमा चाहिँ त्यस घरमा उहाँले बोल्नुहुन्छ, त्यसपछि चाहिँ त्यहाँ अचम्मको कुराहरू, रिवालको कुराहरू आउँदछ। Death must leave everyone in the house, and life enters when this apostolic prophetic grace comes into the house. अनि यो मृत्यु चाहिँ भनेदेखि हरेकको घरबाट हटेर गएको हुनुपर्छ, अनि जीवन चाहिँ त्यस ठाउँमा आएको हुनुपर्छ। अनि यो चाहिँ प्रेरित अगमबाडी के भन्छ प्रेरित अगमबाडीको त्यो एउटा अनुग्रह चाहिँ भनेदेखि अनुग्रह चाहिँ यस घरमा हुँदछ। Amen. आमेन। So it's a beautiful picture of how the house will transition. अनि यो चाहिँ एउटा एकदमै राम्रो चित्र देखाइरहेको छ, जस्तै कि घर चाहिँ भनेदेखि कसरी चाहिँ भनेदेखि के अरे रूपान्तरण हुनु पर्दछ Under genuine apostolic prophetic ministry. अनि यो चाहिँ एकदमै साँचो एपोस्टोलिक अगमबाडी एउटा सेवकाईको रूपमा। So what is the two key criteria? अनि हामीले हेर्दैछौँ दुईवटा होइन कुराहरू चाहिँ भनेदेखि जुन चाहिँ एउटा दुईवटा कुराहरू हामी चाहिँ के रहेछ तिनीहरूको क्राइटेरिया भनेर हेर्दै थियौँ। The child will die. अनि त्यो बालक चाहिँ भनेदेखि मर्यो, And the son will live. अनि छोरा चाहिँ भनेदेखि अब जियो। That's what verse 23 says. अनि त्यही कुरो चाहिँ भनेदेखि 23 पदले भन्दछ That we leave behind childishness and immaturity in our behavior. अब हामी चाहिँ भनेदेखि बालकपन यो होइन
अन अपरिपक्वताका कुराहरू हाम्रो व्यावहारिकबाट चाहिँ भनेदेखि हटेर गएको हुनुपर्दछ। And we come to spiritual sonship to God the Father. अनि हामी चाहिँ भनेदेखि त्यो परमेश्वरमा चाहिँ भनेदेखि त्यो एउटा आत्मीय छोराको रूपमा चाहिँ नि आउनु पर्दछ। And we enter into covenant relationships with genuine apostolic grace. अनि हामी चाहिँ भनेदेखि आपोस्टलिक यो अनुग्रहमा चाहिँ भनेदेखि त्यो त्यो करारमा चाहिँ भनेदेखि हामी एकदमै साँचो रूपले चाहिँ भनेदेखि हामी आबद्ध हुँदछौँ। And we no longer have a love for sweets. हामी चाहिँ भनेदेखि अब त्यो के अरे गुलियो कुरोहरूको लागि चाहिँ भनेदेखि होइन भनौँ न त्यो माया प्रेममा रहिरहने होइन। We no longer come to church for playing games and to be entertained. अनि हामी अब त्यो मण्डलीमा आउने होइन गेमहरू खेल्ने रमाइलो गर्ने कुराहरूबाट हामी अब त्यो अवस्थामा रहिरहँदैनौँ। We are no longer making church about our amusement because we have the mind of a child. अब हामी मण्डलीमा चाहिँ भनेदेखि मण्डलीलाई चाहिँ त्यो एउटा मनोरञ्जनात्मक गर्ने कुराहरू खुसी पार्ने कुराहरू होइन त्यो अनि हाम्रो बालकपनबाट अब हामी चाहिँ त्यो अवस्थामा सधैँ रहिरहँदैनौँ। We can now move beyond the milk of God's word and come to bread and strong meat. अब हामी चाहिँ भनेदेखि होइन परमेश्वरको त्यो दुधे वचन मात्र होइन त्योभन्दा अब चाहिँ अर्को स्तर चाहिँ होइन हामी रोटीको अवस्थामा चाहिँ भनेदेखि जो चाहिँ परमेश्वरको ब्रेड होइन परमेश्वरले दिनुभएको रोटीको कुराहरूमा त्यो अवस्थामा चाहिँ हामी रूपान्तरण हुनुपर्दछ। So the speaking of Elijah is the doctrine that enters the house. अनि जब के अरे एलियाले चाहिँ बोल्नुहुन्छ यो चाहिँ एउटा चाहिँ भनेदेखि एउटा सैद्धान्तिक कुरो हो जुन चाहिँ भनेदेखि त्यस घरमा चाहिँ भनेदेखि अब प्रवेश हुँदछ। And it is the doctrine that brings maturity. अनि यो चाहिँ त्यो एउटा सिद्धान्त हो जसले चाहिँ भनेदेखि त्यो घरमा चाहिँ भनेदेखि परिपक्वताका कुराहरू लिएर आउँदछ। It is the doctrine that shifts us from childish thinking and speaking to becoming the mature sons of God. अनि यो एक प्रकारको यस्तो सिद्धान्त हो जसले चाहिँ भनेदेखि हाम्रो होइन त्यो बालकपनको कुराहरूदेखि लिएर कमजोरपनको कुराहरूदेखि लिएर अपरिपक्वता कुराहरूदेखि लिएर चाहिँ भनेदेखि अब हामीलाई चाहिँ परिपक्वताको कुराहरूमा चाहिँ भनेदेखि लिएर जाने एउटा सैद्धान्तिक कुराहरू हो। In verse 24, the woman says to Elijah, 24 पदमा चाहिँ भनेदेखि त्यस स्त्रीले चाहिँ भनेदेखि अथवा विधवाले चाहिँ एलियालाई भन्दछ, "Now I know you are a man of God, अब मलाई थाहा भयो तिमी चाहिँ साँच्चै नै परमेश्वरका मानिस हौ, because the word of the Lord that is in your mouth is the truth." अनि तपाईँको मुखबाट निस्केको परमप्रभुको वचन चाहिँ सत्य रहेछ। When we teach doctrine, we are teaching the truth of the kingdom. जब हामी हाम्रो सिद्धान्तको कुराहरू सिकाउँछ भनेदेखि हामी चाहिँ भनेदेखि परमेश्वरको राज्यको कुराहरू सिकाउँदछौँ। When we teach doctrine, we are challenging the mindsets of people to shift from childish thinking and speaking to becoming mature sons. जब हामी के अरे डक्ट्रिनको सिद्धान्तको बारेमा पढाउँछौँ भनेदेखि सिकाउँछ भनेदेखि यो चाहिँ हाम्रो लागि एउटा चुनौतीपूर्ण कुरो हो कि मानिसहरूको त्यो बालकपन कमजोरीपनको कुराहरू अपरिपक्व कुराहरूबाट चाहिँ भनेदेखि हामी परमेश्वरको त्यो शुद्धतामा होइन त्यो परिपक्वतामा को कुराहरू चाहिँ भनेदेखि हामी सिकाउँदछौँ। And Hebrews chapter 6 verse 1 says we must leave behind the elementary principles, the basic principles. अब हिब्रू 6को 1ले चाहिँ भन्दछ होइन ख्रिस्टको त्यो प्राथमिक सिद्धान्तहरूलाई छोडेर अब हामी परिपक्वतातिर हामी बढ्नेछौँ। And we have to keep moving on towards perfection. अब हामी चाहिँ भनेदेखि निरन्तर रूपमा चाहिँ भनेदेखि त्यो पूर्णतामा सिद्धतामा अगाडि बढ्नु पर्दछ। 1 Corinthians chapter 13 verse 11. पहिलो कोरिन्थी 13को 11ले नि भन्दछ, Can we read it in Nepali and Hindi? जब म बालक थिएँ
तब बालक जस्तै बोल्दथे, बालकले जस्तो विचार गर्थे, बालकले जस्तै तर्क गर्थे। तर जब म जवान भए तब बालकको चाल छोडिदिए। When I was a child, I spoke, understood, and thought as a child. जब म बालक थिएँ, म बालकले जसरी नै सोच्दथे र त्यसरी नै म बोल्दथेँ। Today, if we are truly growing in God, अहिले चाहिँ भनेदेखि यदि हामी साँच्चै नै परमेश्वरमा बढिरहेका छौँ भनेदेखि we must not be speaking the same things that we spoke last year. हामी त्यही कुरोहरू बोल्दैनौँ जुन कुरो चाहिँ भनेदेखि गएको वर्ष हामीले बोलिरहेका थियौँ। And we must not be at the same level of understanding concerning the things of God like we were last year. अनि हामी त्यही प्रकारको होइन, जुन प्रकारले परमेश्वरको वचनहरूलाई हामीले बुझिरहेका थियौँ, जानिरहेका थियौँ भनेदेखि त्यही कुरो चाहिँ भनेदेखि यो वर्षमा पनि हामी त्यसरी नै हामी बुझ्ने प्रयास गर्दैनौँ। And the thoughts that fill our minds must not be childish thoughts of how I can meet my own needs, अनि यो हाम्रो विचारमा चाहिँ भनेदेखि त्यो बच्चाहरूको जस्तो त्यो एउटा दिमाग नआएको होस्, सोच नआएको होस्, कि सोच नआएको होस्। अनि but कसरी we चाहिँ must भनेदेखि मेरो आफ्नो आवश्यकताहरू चाहिँ त्यो भनौँ न पुरा गर्न सकौँ। but we must come to the thoughts of the Lord Jesus Christ, तर हामी त्यो ठाउँमा आउनु पर्यो कि जुन ठाउँमा चाहिँ भनेदेखि यसु ख्रिस्टको जस्तो चाहिँ भनेदेखि हाम्रो विचार हुन सक्नु पर्यो। where we are not looking to receive, but we know it is more blessed to give. अब हामी त्यो खालि खालि हामीलाई पाउँ पाउँ हामीलाई देऊ देऊ भन्ने कुरामा होइन, तर हामी चाहिँ अब दिने कुराहरूमा हामी चाहिँ कसैलाई आशिष दिने कुरोमा हामी पुग्न सकौँ। Where we have understood that it is not our will, but His will that must be done. अनि हामीले यो कुरोहरू चाहिँ थाहा गर्छौँ कि अब हाम्रो इच्छा होइन, तर तपाईँको इच्छा चाहिँ भनेदेखि पुरा हुनु परेको छ। That's a very important verse, and I want you to think on it, to meditate on it. यो चाहिँ एकदमै महत्त्वपूर्ण एउटा पद हो। तपाईँहरू चाहिँ म चाहना गर्दैछु तपाईँहरू यसलाई चाहिँ भनेदेखि अलिकति समय दिएर यसलाई चाहिँ विचार गर्नुहोस् अनि यसलाई अध्ययन गर्नुहोस्। So, genuine apostolic prophetic ministry shifts the child into sonship. वास्तविक एपोस्टोलिक अगमबाडीय सेवकाई चाहिँ भनेदेखि त्यो बालकपनबाट चाहिँ भनेदेखि अब एउटा परिपक्वतातिर चाहिँ भनेदेखि सर्दछ। And the second thing that happens is we no longer live in the place of manifestations, the upper room experience, अब अर्को दोस्रो कुरो चाहिँ के भयो भनेदेखि हामी चाहिँ भनेदेखि त्यो माथिल्लो तल होइन, जहाँ चाहिँ भनेदेखि प्रकटीकरण कुराहरू हो, खालि हामी त्यही अब मेनिफेस्टेसन हुने देखावटी प्रकट हुने कुरोहरूमा मात्र हामी स्थिर हुँदैनौँ। because once you receive the baptism in the Holy Spirit, we now have to learn how to function in the Spirit in the house. अब जब हामी चाहिँ एकपटक बत्तिसमा लिइसकेपछि भनेदेखि अब हामीलाई थाहा हुनु पर्यो कि अब कसरी चाहिँ भनेदेखि पवित्र आत्माद्वारा चाहिँ भनेदेखि हामी काम गर्ने अर्थात् परिचालित हुने भनेर। If we are gathering in church, अब हामी मण्डलीमा भेटघाट गइरहेका छौँ भनेदेखि and every week the हरेक same man needs to हरेक manifest, हप्ता हरेक हप्ता त्यही मानिस जो मण्डलीमा he needs to manifest the demon, and the pastor must come and cast out the demon. अनि हरेक हप्ता त्यो मान्छे आउने अनि त्यो होइन के अरे त्यो एउटा के भन्छ अब सैद्धान्तिक कुरोहरू चाहिँ भनेदेखि त्यहाँ आएको हुन्छ, जसलाई चाहिँ भनेदेखि पास्टरले चाहिँ आएर चाहिँ भनेदेखि त्यसलाई हटाउने कुरो गर्ने गर्छ, प्रार्थना गर्ने कुरो गर्दछ। For every week, the people must come to the front for prayer and they must fall down under the Spirit. हरेक हप्ता चाहिँ भनेदेखि मानिसहरू अगाडि आउने अनि भनेदेखि परमेश्वरको आत्माले उनीहरू चाहिँ लड्ने। If we come to church for all these manifestations, all these experiences,
अब यदि हामी मण्डलीमा यस प्रकारको प्रकटीकरणको कुराहरू हुने अनि अचम्मको कुराहरू हुने यो प्रकारको अनुभवको कुराहरू हुने कुराहरू मात्र गर्छ भनेदेखि मण्डलीमा This is childish behavior where we are addicted to the entertainment of the manifestation. यो चाहिँ एउटा बालकपनको व्यवहार हो जहाँ चाहिँ भनेदेखि हामीलाई त्यो प्रकारको लत लागिरहेको हुन्छ कि भनौँ न यो कुराहरू प्रकटीकरणमा हामी रमाउने हामी त्यही कुराहरूको चाहना गरिरहने कुराहरू मा हामी चाहिँ भनेदेखि लागिरहने हामीलाई त्यो प्रकारको लत लागेको हुँदछ। We must not want to be falling down and be on our back every week in church. अब हामी चाहिँ सधैँ मण्डलीमा लड्ने अनि हाम्रो हरेक हप्ता चाहिँ भनेदेखि हामीलाई चाहिँ आएर हाम्रो पछाडि कसरी समातेर भनौँ न त्यो प्रकारले हामीलाई चाहिँ सधैँ त्यो मण्डलीमा हामी गर्ने होइन। Because God is looking for a people who can stand upon a foundation that is Christ. परमेश्वरले चाहिँ यी दिनहरूमा ती मानिसहरू चाहिँ परमेश्वरको अथवा यीशु ख्रिस्टको त्यो धरातलमा चाहिँ त्यो फाउन्डेसनमा चाहिँ भनेदेखि उभिएको चाहना गर्नुहुन्छ। The upper room is a place that we visit. अनि माथिल्लो तला तला अर्थात् माथिल्लो कोठा भनेको चाहिँ त्यहाँ चाहिँ भनेदेखि त्यो भेट हुने ठाउँ हो, त्यहाँ चाहिँ भिजिट आउने ठाउँ हो। But the house is where we live. It is a picture of our everyday lifestyle. तर घर जहाँ हामी बस्छौँ त्यो चाहिँ भनेदेखि हाम्रो हरेक दिनको दैनिक जीवनशैलीको एउटा चित्र हो। And so when we talk about the church moving into the marketplace and Christ being seen in all aspects of society, अब जब हामी मण्डली चाहिँ भनेदेखि होइन एक प्रकारले बजारीकरण जस्तै होइन अनि यसो ख्रिस्ट भनेदेखि हाम्रो आवश्यकताको लागि चाहिँ भनेदेखि मात्र हामीले प्रयोग गर्छौँ भनेदेखि this only happens when the house is truly functional in the truth. अ, यसले यसले चाहिँ भन्नु खोजेको यस्तो खाले चाहिँ भनेदेखि अब यो अघि भनेको कुरा अलिकति गल्ती भएछ के अरे यो चाहिँ वास्तवमा भनेदेखि मण्डली चाहिँ भनेदेखि बाहिर गएर गर्ने अनि ख्रिस्टको कुराहरू चाहिँ देखिने कुराहरू भन्छ कि यो चाहिँ वास्तवमा एउटा साँचो भनौँ न के अरे अपोस्टोलिक कुराहरू मात्र हुने कुराहरू हुन् भन्नुहुन्छ। Hallelujah. हालेलुया। Moving on, the next question, question 7. हामी 7 नम्बरको प्रश्नमा हामी अगाडि बढ्नेछौँ। What is the meaning of Ahab? अब आहाबको अर्थ चाहिँ के हो? Ahab means uncle. आहाब भनेको चाहिँ काका हो। And we will talk about the uncle spirit just now. अहिले भर्खर हामीले चाहिँ भनेदेखि यो काकाको आत्माको कुराहरू हामीले कुरा गर्दै थियौँ। Question 8. What is the conflict between Elijah and Ahab? 8 नम्बरको प्रश्न चाहिँ यस्तो छ, एलिया र आहाब बिचको द्वन्द्व चाहिँ के हो अथवा झगडा चाहिँ के हो? Ahab has this uncle spirit. अब आहाबसँग चाहिँ त्यो काकाको आत्मा छ। The uncle cannot produce the son. काकाले चाहिँ छोराहरू जन्माउन सक्दैन। Only fathers can produce the son. पिताले मात्र छोराहरू जन्माउन सक्छ। Uncles see the child as a burden. काकाले चाहिँ के देख्छ भनेदेखि त्यो छोराछोरीहरू चाहिँ भनेदेखि एउटा बोझ हो भन्ने कुरो त्यो प्रकारले हेर्दछ। Uncles can't wait for the children to leave so they can have peace. अनि काकाले चाहिँ भनेदेखि के अरे छोराछोरीहरू चाहिँ भनेदेखि त्यसरी पढ्न सक्दैन ती छोराछोरीहरू शान्तसँग बस्न सकोस् भनेर। But the father delights in his sons. तर पिताले चाहिँ भनेदेखि उहाँको छोराछोरीहरूलाई चाहिँ भनेदेखि आनन्दित र खुसी तुल्याउने काम गर्दछ। The uncle will use the son
for his own benefit. अनि काकाले चाहिँ भनेदेखि छोराहरूलाई चाहिँ भनेदेखि उसको आफ्नो फाइदाको लागि चाहिँ प्रयोग गर्दछ। Remember how Uncle Laban used Jacob for 14 years? अनि हामीलाई तपाईँलाई थाहा छ, सम्झना गर्नुहोस् त, लेबनले चाहिँ भनेदेखि लाबनले चाहिँ कसरी चाहिँ भनेदेखि याकुबलाई चाहिँ भनेदेखि होइन कति चा 14 वर्ष होइन 14 वर्ष चाहिँ भनेदेखि प्रयोग गरेको थियो। The uncle wants to profit off the son. अनि काकाले चाहिँ भनेदेखि छोराहरूबाट चाहिँ भनेदेखि त्यो फाइदा चाहना गर्दछ, फाइदा। But a genuine father wants his son to become better than him. तर वास्तविक पिताले चाहिँ भनेदेखि छोराहरू चाहिँ आफूभन्दा राम्रो भएको चाहिँ चाहना गर्दछ। So when Elijah comes into Ahab's territory, एलिया चाहिँ जब आहाबको भएको ठाउँमा आउँदछ, when the Elijah anointing, the apostolic prophetic anointing, comes into a church that is still in an inaccurate season, जब एलियाको त्यो अभिषेक मण्डलीमा आउँछ, अब मण्डली अब जस्तो सुकै त्यो अब गलत भइरहेको अवस्थामा भए तापनि the Elijah anointing will break the uncle spirit and establish the spirit of the father. अनि एलियाको अभिषेकले चाहिँ भनेदेखि त्यो काकाको त्यो आत्मालाई चाहिँ भनेदेखि तोडेर चाहिँ भनेदेखि परमेश्वरको आत्मालाई चाहिँ भनेदेखि त्यस ठाउँमा स्थापित गर्दछ। The father and son wineskin, the family wineskin. अनि के अरे पिता र पुत्रको त्यो सम्बन्ध चाहिँ भनेदेखि वास्तवमा यो एउटा पारिवारिक सम्बन्धको कुराहरू हुन्। There will be intimacy and covenant, Hebronic relationships that come into the family. अनि यो चाहिँ भनेदेखि एकदमै घनिष्ठता, आत्मीयता, यो एउटा चाहिँ भनेदेखि हेब्रोनमा भएको त्यो एउटा के भन्छ, हेब्रोनमा भएको त्यो एउटा सम्बन्धको कुराहरू चाहिँ यो परिवारमा देखा पर्दछ। The father pours out everything of himself into his sons. अनि पिताले चाहिँ भनेदेखि आफ्नो छोराछोरीको लागि चाहिँ आफूसँग भएको सबै कुराहरू दिन चाहनुहुन्छ। And because of this impartation, there is maturity and there is rapid upgrade in the family. अनि यस प्रकारको हस्तान्तरणले चाहिँ भनेदेखि छोराहरूको जीवनमा चाहिँ भनेदेखि होइन त्यो उनीहरूको स्तर बढेको कुराहरू चाहिँ भनेदेखि एकदम छिटो रूपमा चाहिँ भनेदेखि उनीहरूको स्तरहरू चाहिँ बढेको कुराहरू हामी यहाँ देख्दछौँ छोराको जीवनमा। So these two spirits, the spirit of the father, son, and the uncle spirit, cannot work together in the same house. अब यो दुई प्रकारको आत्माहरू चाहिँ बाउ र छोराको आत्मा र काका र छोराको आत्मा चाहिँ भनेदेखि एउटै घरमा अर्थात् मण्डलीमा चाहिँ भनेदेखि एकै साथ भएर काम गर्न चाहिँ सक्दैन। And there are some people who don't want a father. They want to be in a house where the uncle stands far away and keeps his distance. अब यहाँ यस्ता धेरै धेरै व्यक्तिहरू छन् जसले चाहिँ भनेदेखि मण्डलीमा चाहिँ भनेदेखि बुवाहरू चाहँदैन अनि 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 उनीहरू चाहिँ भनेदेखि भनौँ न काकाको रूपमा चाहिँ रहेर चाहिँ भनेदेखि अब टाढो बसेर चाहिँ हेर्न चाहँदछन्। So they will often continue to come to the meetings, उनीहरू निरन्तर रूपमा चाहिँ भनेदेखि मण्डलीमा आउँदछन्, सेवक but सङ्गतिमा, they will be the first ones to leave after the meeting. अनि तिनीहरू चाहिँ भनेदेखि सबैभन्दा पहिलो चाहिँ उनीहरू चाहिँ भनेदेखि सेवकाई सिद्धिने बित्तिकै चाहिँ भनेदेखि जाने हुन्छन्। They don't want to draw near. उनीहरू चाहिँ भनेदेखि एकदम नजिक एउटा आत्मीयता सम्बन्धमा आउन चाहन्न। So let's look at question 9. 9 नम्बरलाई हामी हेरौँ, 9 नम्बरको प्रश्नलाई। What are the characteristics of the Ahab church, the house of Ahab? अब आहाबको घर अथवा आहाबको चर्चमा चाहिँ भनेदेखि चर्चको चाहिँ चरित्रहरू चाहिँ के हुन् त?
And the first thing that we've already said is this house has the uncle spirit, not the fathering spirit. अ, अघि नै हामीले एउटा कुरो चाहिँ पहिले नै भनिसकेको छ, यो घरमा चाहिँ भनेदेखि बाउको आत्मा होइन, तर यस घरमा चाहिँ भनेदेखि काकाको आत्मा हुन्छ। The second thing is Jezebel is very much in this house. अनि अर्को दोस्रो कुरो चाहिँ भनेदेखि यो घरमा चाहिँ भनेदेखि अथवा मण्डलीमा चाहिँ भनेदेखि जेजेबेल इजेबेल चाहिँ भनेदेखि यस घरको चाहिँ प्रमुख हुन्छ, अर्थात् अब एउटा इन्चार्जको रूपमा चाहिँ हुन्छ ऊ। Because Ahab is married to Jezebel. कारण के हो भनेदेखि चाहिँ आहाबले चाहिँ भनेदेखि इजेबेलसँग बिहे गरेको हुन्छ। So he will just do whatever Jezebel requires him to do to keep her happy. अनि आहाबले चाहिँ जे पनि गर्दछ, इजेबेलले चाहिँ इजेबेललाई खुसी पार्नको लागि चाहिँ उसलाई आवश्यक पर्ने कुरोहरू जे पनि छ उसले आहाबले इजेबेलले भने अनुसार चाहिँ गर्ने गर्दछन्। And that is why churches where the uncle is in charge are controlled by boards and systems. हामी यी- अब एक प्रकारले हेर्ने हो भनेदेखि यो प्रकारको चाहिँ एउटा अङ्कलले चलाएको मण्डली जस्तै हो होइन, जहाँ चाहिँ भनेदेखि ऊ चाहिँ भनेदेखि बाँधिएको हुन्छ अनि कसैलाई उसलाई चाहिँ अनि कन्ट्रोल गरिरहेको हुन्छ। Or there is an outside person who's controlling, maybe in another country. अनि हुनसक्छ अब त्यो प्रकारको मण्डलीमा चाहिँ बाहिरबाट अर्को देशबाट पनि त्यो मान्छेहरूलाई चाहिँ भनेदेखि परिचालित गरिरहेको हुन्छ मण्डलीमा। They are dominated. They cannot do anything unless Jezebel allows it. अनि तिनीहरू चाहिँ भनेदेखि त्यो दासत्वमा भनौँ न, उनीहरूलाई चाहिँ त्यसरी परिचालित गरेको हुन्छ, उनीहरूले केही पनि गर्न सक्दैन। अनि हामीले उदाहरणको लागि चाहिँ भनेदेखि इजेबेललाई हेर्दै थियौँ, ऊ चाहिँ इजेबेलको इच्छा मुताबिक चाहिँ होइन आहाबले केही पनि गर्न सक्ने अवस्था थिएन। And we have spoken about these systems, these inaccurate houses before. अनि हामीले यो प्रकारको मण्डली होइन, यो प्रकारको ठिक तरिका नभएको मण्डलीको बारेमा हामीले कुरा गरिसकेका छौँ। Let's read 1 Kings chapter 18, verse number 5. हामी 18को 5लाई चाहिँ हामी हेर्नेछौँ। आहाबले ओबद्यालाई भनेका थिए, देशका चारैतिर सबै खोला नाला र बेसीतिर जाऊ, सायद हामीले घोडाहरू र खच्चरहरूलाई जीवित राख्न केही घाँस पाउन सक्छौँ होला र हामीले हाम्रा पशुलाई मार्नु पर्ने छैन। In the house of Ahab, there is no spring of water. अब आहाबको घरमा चाहिँ भनेदेखि त्यो शुद्ध पानी चाहिँ भनेदेखि छैन। In the house of Ahab, there is no brook at Cherith. अब त्यो आहाबको घरमा चाहिँ व्हाट डु मिन ब्रुक पश्चासन। Remember, Elijah was drinking from the brook at Cherith? अब हामीलाई थाहा छ त्यो के अरे त्यो बोटल होइन, के भन्छ त्यो अब के अरे हाम्रो त्यो ढुङ्ग्रो छैन। हामीले सर्पतमा चाहिँ त्यो स्त्रीले चाहिँ त्यो ढुङ्ग्रोबाट दिएको हुन्छ नि त, त्यो छैन। God, God positions the apostolic father to receive from the brook directly himself. परमेश्वरले चाहिँ भनेदेखि अब यो एपोस्टोलिक सिजनमा चाहिँ भनेदेखि त्यो ढुङ्ग्रोबाट चाहिँ भनेदेखि सिधै लिने कुराहरू दिनुहुन्छ। And the father becomes the brook and the spring of water to the household, to the church. अब बुवा चाहिँ भनेदेखि वास्तवमा त्यस घरको चाहिँ भनेदेखि त्यो ब्रुक होइन, के भन्छ अब त्यसलाई त्यो हुनुहुन्छ जहाँबाट चाहिँ भनेदेखि सिधै त्यो प्रकारको होइन परमेश्वरले दिन खोज्ने भएको सबै कुराहरू त्यस ठाउँबाट आउँदछ। When we talk about a brook, it is a river, it is a stream that flows. अब जब हामी यो यो ब्रुक भन्ने शब्दको बारेमा कुराउँछौँ, यो चाहिँ एउटा के अरे नदी हो जस्तो हो, यो चाहिँ भनेदेखि एउटा झरना जस्तो हो। The apostolic father in the house is the river. Out of his belly must flow the rivers of water to the family. अनि यो प्रेरित
सेवकाईको घरको बाउ चाहिँ भनेदेखि चाहिँ यस्तो खाले हो, ऊ चाहिँ भनेदेखि होइन नदी हो, जहाँ चाहिँ भनेदेखि घरमा त्यो परिवारमा चाहिँ भनेदेखि नदी जस्तो चाहिँ उहाँ बहाव लिएर आउने कुरा गर्नुहुन्छ। So not only is there no water in Ahab's house, but there isn't even any grass to feed the sheep or any of the other animals. अनि हामीलाई थाहा छ यो आफू घरमा चाहिँ अब पानी पनि छैन, अनि घाँसहरू पनि छैन, अब के अरे गाई बस्तुलाई खुवाउने केही पनि कुराहरू छैन। तर अघि हामीले हेर्दै थियौँ अपोस्टोलिक सिजनको घरमा चाहिँ भनेदेखि बाउले चाहिँ भनेदेखि त्यो प्रकारको नदीको बहावहरू चाहिँ लिएर आउँदछ। And they have to kill the livestock to keep the horses and the mules alive. तिनीहरूले चाहिँ भनेदेखि सरी पास्टर यहाँ Yeah, in verse 5, as we read, ओके it says that if they find grass, it will be able to keep the horses and the mules ओके alive so that they will not have to kill the livestock. ओके हामीले यहाँ के देखेको छ भनेदेखि जब उनीहरूले घाँसहरू पाउँदछ भनेदेखि घाँस पाइसकेपछि उनीहरूले चाहिँ भनेदेखि घोडा र खच्चरहरूलाई चाहिँ भनेदेखि जीवितै राख्दछन्। यदि घाँसहरू पाएन भनेदेखि चाहिँ भनेदेखि उनीहरूलाई मार्नु पर्ने अर्थात् मर्ने अवस्था हुँदछ। And this is a picture of the house that doesn't have enough food to feed the family. यो एउटा यस्तो घरको चित्र हो जहाँ चाहिँ भनेदेखि परिवारलाई चाहिँ भनेदेखि पर्याप्त मात्रामा खाना खुवाउने कुराहरू छैन। This is a picture of the house where most will die spiritually. Just a few horses and mules may survive. अनि यो एउटा यस्तो खाले घर हो जहाँ चाहिँ भनेदेखि आत्मिक रूपमा सबै कुराहरू मरिसकेका हुन्छन्, थोरै मात्रामा मात्र त्यो गधा र खच्चरहरू चाहिँ भनेदेखि बाँच्न सक्ने कुराहरू हुन्छ। Now, when you remember Psalm 23, there is a shepherd that leads the family to the rivers of water, and there is plentiful grass and pastures for the sheep to eat. अनि हामी भजन सङ्ग्रह 23मा हामीले त्यहाँ एकजना एउटा यस्तो गोठालालाई चाहिँ देख्दछौँ भनेदेखि जसले चाहिँ भनेदेखि भनौँ न उहाँले हामीलाई चाहिँ हरियो खर्कमा चराउनुहुन्छ, प्रशस्त मात्रामा हरियो खर्कमा चाहिँ भनेदेखि आफ्नो भेडाहरूलाई चाहिँ उहाँले चाहिँ भनेदेखि चराउनुहुन्छ। So you cannot have a Psalm 23 house in the place where Ahab is in charge. अब यो जहाँ यो आहाब चाहिँ भनेदेखि एउटा मुख्य हुन्छ त्यो ठाउँमा चाहिँ भनेदेखि भजन सङ्ग्रह 23मा भनेको जस्तै त्यो मण्डली अथवा त्यो घर चाहिँ हुँदैन, हामी त्यो पाउँदैनौँ। The Psalm 23 house is only where there is a genuine apostolic father that is leading. अनि भजन सङ्ग्रह 23को घर चाहिँ त्यो घर हो जहाँ चाहिँ भनेदेखि साँच्चै प्रेरित बाउ हुन् जसले चाहिँ भनेदेखि मण्डलीलाई अथवा घरलाई चाहिँ अगुवाई गरेका हुँदछ। When we say the Lord is my shepherd, I shall not want. अब हामी यदि परमप्रभु मेरो गोठाला हुनुहुन्छ भनेदेखि As we close, let's read Psalm 23. अब हामी भजन सङ्ग्रह 23लाई चाहिँ हामी हेर्नेछौँ। We can read at least the first 3 verses of Psalm 23. ओके परमप्रभु मेरो असल गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लटाउनुहुन्छ, मलाई शान्त पानीको छेउमा डोराउनुहुन्छ। उहाँले आफ्नो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। So the Lord leads us through his servants. परमेश्वरले चाहिँ भनेदेखि हामीलाई उहाँको सेवकहरूद्वारा चाहिँ भनेदेखि अगुवाई गर्नुहुन्छ। He is the chief shepherd, the great shepherd, but he uses fathers on the earth to lead us to the green pastures, to the still waters. अब उहाँ चाहिँ भनेदेखि अब भेडाहरूको चाहिँ के अरे गोठालोको चाहिँ मुख्य हुनुहुन्छ, तर पनि उहाँले चाहिँ भनेदेखि यस पृथ्वीमा चाहिँ भनेदेखि बाउहरूलाई चाहिँ भनेदेखि चलाउनुहुन्छ जसले चाहिँ भनेदेखि हामीलाई हरियो खर्कमा अनि त्यो पानी सुक्चनको पानी लिएर चाहिँ भनेदेखि उहाँले हामीलाई चाहिँ शान्त पानी अथवा सुक्चनको पानी लिएर चाहिँ भनेदेखि हामीलाई उहाँले डोर्याउनुहुन्छ।
when the apostolic prophetic house is led by a genuine shepherd, a genuine father, यो अपोस्टोलिक अगमबाडीय घर चाहिँ भनेदेखि वास्तविक वास्तविक अ, यो के अरे बुवा होइन, वास्तविक बुवा, वास्तविक यो एउटा गोठालोले चाहिँ भनेदेखि अगुवाई गरेको हुँदछ। the church will prosper, they will grow, they will increase. मण्डली चाहिँ भनेदेखि एकदमै प्रशस्तमा उनी बढ्नेछ होइन, वृद्धि हुनेछ। Even in the valley of the shadow of death, verse 4, they will not fear evil. अनि मृत्युको अन्धकारमय घाँटी भएर जानु परे तापनि कुनै खतरादेखि डराउने छैन, Because they have learned how to walk with God. किनकि उनीहरूले जानेको हुन्छ कि परम प्रभुसँग कसरी हिँड्नुपर्छ भनेर। Verse 5 says, there is an anointing oil that comes upon the head of everyone in the house. अनि 5 पदले चाहिँ के भन्दछ भनेदेखि त्यो अभिषेक्तको तेल चाहिँ भनेदेखि त्यो घरमा भएका सबै मानिसहरूको टाउकोमा अभिषेक्त रूपले आउनेछ। And the goodness and the mercy of the Lord will follow us when we are in this type of family. जब हामी यस प्रकारको परिवारमा हुन्छौँ भनेदेखि उहाँको भलाइ र करुणा चाहिँ भनेदेखि हाम्रो जीवनको पछि लाग्नेछ। And see how it ends. अनि तपाईले हेर्नुहोस् कि कसरी यसको अन्त्य हुन्छ। I will dwell in the house of the Lord forever. म चाहिँ भनेदेखि परम प्रभुको घरमा म सदा सर्वदा वास गर्नेछु। The church mustn't be Ahab's house. मण्डली चाहिँ आहाबको घरमा हुनु हुँदैन। It cannot be led by our uncle's spirit. अनि मण्डली चाहिँ भनेदेखि काकाको आत्माले चाहिँ भनेदेखि अगुवाई गरेको हुनु हुँदैन। Where there is no intimacy, there is no close relationship, there is no covenant. जहाँ चाहिँ भनेदेखि एउटा घनिष्ठताका कुराहरू, सम्बन्धको कुराहरू छैन, जहाँ चाहिँ भनेदेखि करारको कुराहरू छैन। We cannot be dwelling in the house of Jezebel. हामी इजबेलको घरमा चाहिँ भनेदेखि बास बस्न अथवा बस्न सक्दैनौँ। The only place to be dwelling is the house of the Lord. त्यहाँ एउटा मात्र यस्तो ठाउँ छ जहाँ चाहिँ भनेदेखि हामी सदैव बास गर्न सक्छौँ, त्यो चाहिँ भनेदेखि परम प्रभुको घर हो। And the house of the Lord will be established with genuine apostolic prophetic fathers. अनि यो परम प्रभुको घर चाहिँ भनेदेखि त्यो व्यक्तिले मात्र स्थापित गर्न सक्छ जो चाहिँ भनेदेखि साँच्चै नै प्रेरित अगमबाडीय युक्त सेवकाईको पिता हुनुहुन्छ। Who learn how to drink the waters from the river at Cherith. अनि जसले चाहिँ भनेदेखि होइन त्यो करितको खोल्सा अथवा नदीबाट चाहिँ भनेदेखि पानी पिउन जानेको छ। Who learn how to receive the food from heavens, even if the raven has to bring it. अनि उसले जानेको हुन्छ कि स्वर्गबाट चाहिँ भनेदेखि कसरी चाहिँ भनेदेखि खानाहरू प्राप्त गर्न सकिन्छ, अनि कागहरूले समेत पनि उसलाई चाहिँ कसरी चाहिँ खाना लिएर आउँछ भन्ने कुराहरू। And by the way, the raven is a bird that eats meat. अनि तपाईँहरूलाई थाहा छ कि यो काग चाहिँ वास्तवमा भनेदेखि मासु खाने पंक्षी हो। It doesn't eat fruit and it doesn't eat bread. यसले चाहिँ भनेदेखि होइन फलफुलहरू अथवा रोटीहरू चाहिँ खान्न। So the diet of the raven became the diet of Elijah as God was feeding him the strong meat, the difficult doctrine, the deep things of his word. अब यो कागले खाने उसको पोषण तत्व चाहिँ भनेदेखि एलिसाको पोषण तत्व हो। अनि यो चाहिँ भनेदेखि एकदमै गम्भीर, एकदमै के भने एकदम गहिरो एउटा सैद्धान्तिक कुरोहरू हो कि परमप्रभुको वचन। And this is what Elijah brings to the house. अनि यो चाहिँ त्यो हो जसले चाहिँ भनेदेखि एलियाले चाहिँ भनेदेखि यो घरमा चाहिँ भनेदेखि यस प्रकारको कुराहरू चाहिँ एलियाले लिएर आउने काम गर्नुहुन्छ।
He must first be filled with the waters and with the meat. अनि उहाँ चाहिँ वास्तवमा पहिले नै उहाँ चाहिँ एलिया जस्तै होइन, यो प्रकारको सेवकाई घरमा ल्याउने मान्छे चाहिँ पहिले नै त्यो पानीले र अथवा त्यो मासुले चाहिँ उद्यो भनेदेखि भरिएको हुनुपर्छ, अर्थात् खाएको हुनुपर्दछ। Because a father is a feeder. अनि बुवा चाहिँ वास्तवमा खुवाउने हो, दिने हो। He is a nourisher to cause the child to become the son. अनि उहाँ चाहिँ भनेदेखि अब बच्चाहरूलाई चाहिँ उहाँले चाहिँ भनेदेखि पौष्टिक गर्ने, पालन पोषण गर्ने हो, ताकि छोरा बन्न सकोस्, छोरा बनाउनुको लागि। Hallelujah. हालेलुया। So we will continue with this point next time we meet. अब हामी यसलाई निरन्तर रूपमा अगाडि लानेछौँ जब हामी अर्को पटक भेटघाट गर्नेछौँ। And thank you everyone for listening. सो सबैजनालाई धेरै धेरै धन्यवाद छ जसले सुनिरहनु भएको छ अहिले।